हेलो गाइस, वेलकम ब्याक मा आउँदा म भिडियो साथै आज पनि मैले ल्याएको छु पोर्क मिट चुमाचेको मासु साथीहरू। तपाईँले हेर्न सक्नुहुन्छ गाइस, आज चाहिँ अलग तरिकाले साथीहरू बनाएको छु। यो अथेन्टिक प्लेस नेपाली टाइपले अब आफ्नो स्टाइलले गाइस यसरी कहिले बनाएको थिएन। तपाईँले पनि घरमा ट्राई गर्नु होला साथीहरू, मजा टेस्ट आउँछ साथीहरू। आज चाहिँ मजाले हेर्न सक्नुहुन्छ। आज चाहिँ यति नै हो साथीहरू, तपाईँले भिडियो लास्टमा हेर्दै हुनु गाइस। ठुलो पिस भयो आज यो तरिकाले साथीहरू। वाउ, वाउ, दर्शकहरू गाइस, कोही पोर्क मिट मनपर्छ गाइस कमेन्टमा भन्नु होला। यो चाहिँ खानुपर्छ क्या कसो। दामी लाग्छ गाइस, झलझल गाइस, झलझल तरिकाले यसरी लाएर कति मिठो गाइस। यसो धनिया गाइस, म चाहिँ एकदम धेरै धेरै घाँस हाल्ने मान्छे हो, अलिअलि थोरले हुँदैन। यसो धर्ने हो, ग्रेभी टमाटर यतिको चाहिँ हुनुपर्छ क्या खानलाई, दम बस्छ चाहिँ। धेरै बोल्नु हुँदैन खाना बनाउनु, डाइरेक्ट गम गर्नु। Last guys, last piece. पहिला मजाले ग्रेभीसँग मुस्ने हो, त्यसपछि
लास्ट बाइट गाइस जे होस् लास्ट बाइट मजा हुन्छ रे है जे होस् आज चाहिँ दामी भयो अथेन्टिक भिलेज अब नेपाली पाराले आफ्नो स्टाइलमा के मजाले पहिला मासुलाई मुछेर निमक हल्दी खर्सानी तेल अलिकति हल्का लाएर पहिला मुसो अनि तेल कराही ततामा डाइरेक्ट मासु हाल्यो अनि मजाले एकछिन चलायो अनि पानी हाल्यो एकछिन आधा घन्टा 1 घन्टासम्म आधा मिनिमम आधा घन्टासम्म राखिदियो त्यसपछि दामी लाग्छ टेस्ट लास्ट त्यो भयो हजुरहरूलाई आजको मुभमा भेटेर हजुरलाई कस्तो के लाग्यो साथीहरू कमेन्टमा भन्नु होला आजको लागि साथी यति नै हो अब हजुरलाई नेक्स्ट मुभबाङ भिडियोमा भेट हुन्छ